लुम्बिनी प्रदेश सरकारले यो रुकुम पूर्वका सम्पूर्ण न्यायप्रेमी जनताहरूलाई सर्वसुलभ ढङ्गले स्वास्थ्य सेवा आफ्नो पहुँचभित्र पार्ने उद्देश्यका साथ प्रदेश सरकारको आफ्नै लगानीमा आज यो भवन 4 वर्षमा निर्माण भएर सम्पन्न भएको छ। हाम्रा लुम्बिनी प्रदेशको पहिलो संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले विधिवत रूपमा उद्घाटन गरेको तथा शिलान्यास गरेको यो भवन आज विभिन्न आरोह अवरोह पार गर्दै 4 वर्षको अवधिमा सम्पन्न भएर विधिवत रूपमा हामी उद्घाटन कार्य पनि सम्पन्न गरिसकेका छौं र यस क्रममा विभिन्न वक्ताहरूले यसका सकारात्मक पक्ष, भावी दिनहरुमा यो अस्पताललाई व्यवस्थित ढंगले सञ्चालन गर्नको निम्ति देखा परेका सम्भावना र चुनौतीहरूको बारेमा धेरै समीक्षात्मक ढंगले विश्लेषण गरिसक्नु भएको छ र विशेष गरेर वक्ताहरूले जोड दिइरहनु भएको छ। यहाँ आवश्यक पर्ने उपकरणहरूको व्यवस्था र विशेष गरेर विशेषज्ञ सेवा सहज ढंगले प्रदेश सरकारले उपलब्ध गराओस् भनेर त्यो अपेक्षा राख्नु भएको छ र विशेष गरेर स्वास्थ्य क्षेत्रको जिम्मा सरकारको तर्फबाट जिम्मा लिनुभएका मन्त्रीले यहाँ समक्ष कुरा राखिसक्नु भएको छ, विश्वास दिलाइसक्नु भएको छ र अहिले पनि प्रदेश सरकारको तर्फबाट रुकुम पूर्वमा लाई हेर्ने दृष्टिकोण र यहाँको जनतालाई प्रदान गर्ने सेवा सुविधाको सन्दर्भमा हरेक दृष्टिकोणले रुकुम पूर्वलाई उच्च प्राथमिकतामा राखेर प्रदेश सरकार अगाडि बढिसकेको छ, बढिरहेको छ। यहाँहरूले दरबन्दी कति छ यहाँ भनेर सोध्नु भएको थियो। 72 जनाको दरबन्दी रहेको ठाउँमा 62 जना डाक्टरदेखि लिएर कर्मचारी साथीहरू अहिले पनि कार्यरत हुनुहुन्छ। केवल 10 जनाको दरबन्दी मात्रै खाली छ। अहिले पनि सुगम ठाउँमा गएर हेर्नुभयो भने त्यहाँ धेरै दरबन्दीहरू अहिले पनि रिक्त छन्। तर यो प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर यहाँका जनताहरूलाई सर्वसुलभ ढंगले सेवा प्रदान गर्नुपर्छ भन्ने त्यो उद्देश्यका साथ कुनै एउटा पद खाली हुँदा बित्तिकै एकछिन पनि खाली नराखिकन परिपूर्ति गर्दै आएको छ। हो विशेषज्ञ ल्याउने सवालमा केही चुनौतीहरू छन्। अहिले पनि तपाईहरुलाई भन्ने हो भने भालुवाङमा हामी 50 शय्याको हस्पिटल हामी त्यहाँ खोलेका छौं। तर त्यही भालुवाङमा हामी विशेषज्ञ त्यहाँ राख्न सकिराखेका छैनौं। पटक पटक हामीले विज्ञापन गर्यौं तर त्यो दरखास्त हाल्न कोही आएन। आखिरीमा पटक पटक हामी विज्ञापन गर्दा पनि हामी दरखास्त राख्न नआइसकेपछि त्यो जनशक्ति हामी कहाँबाट ल्याएर परिपूर्ति गर्ने? अहिलेको सबभन्दा ठूलो चुनौती यो हो। साथीहरूले बुझ्नु जरुरी छ।
यद्यपि हामीसँग जे जति जनशक्ति छ त्यो जनशक्तिलाई सुविचारित ढङ्गले हामीले परिचालित गरेका छौँ। अझ भन्नुहुन्छ भने विशेष गरेर हाम्रा दुर्गम जिल्लाहरूमा समस्या नआओस्, सेवाको निम्ति समस्या नआओस् भनेर सरकारले निजामती कर्मचारी सेवा ऐन बनाउँदा नै हामीले दुर्गममा आएर काम नगरेसम्म उसको बढुवाको नम्बर नबन्ने त्यो व्यवस्था गरेका छौँ र यसलाई पहिलो क नम्बरमा हामी राखेका छौँ। यहाँ आएर सेवा गर्ने मान्छेले 3 नम्बर होइन 3 नम्बर उसले पाउने गर्छ। त्यही नम्बरको अनि आशले भइने आएर यहाँ सेवा प्रदान गर्ला, सेवा देला भन्ने त्यो सोचले हामीले त्यो कानुन निर्माण गर्दा पनि कतिपय जिल्लाहरूलाई क नम्बरको मा राखेर अनि त्यो व्यवस्था गरेका छौँ। र अहिले रुकुममा भन्नुहुन्छ भने यहाँ आउने सवालमा अहिले केही आकर्षण त्यो बढुवाका कारणले जुन प्रदेशले कानुनमै त्यो कुरा व्यवस्था हामी गर्यौं, त्यो व्यवस्था गरिसकेपछि कम्तीमा 2 वर्ष यहाँ आएर काम गर्न पर्ने त्यो बाध्यात्मक अवस्था हामी बनाइदिइसकेपछि अहिले धेरै कर्मचारीहरूको समस्या धेरै हदसम्म हल भएको छ। यति हुँदाहुँदै पनि हामी विषयगत हामी विज्ञहरू यहाँ ल्याउन सकेका छैनौँ र आगामी दिनमा हामीले त्यो व्यवस्थापन गर्ने सवालमा हाम्रो ध्यान आकृष्ट भएको छ र अनि स्वास्थ्य मन्त्रीले वचनबद्धता पनि जाहेर गरिसक्नु भएको छ। सकेसम्म हामी तपाईहरुको त्यो भावनालाई बुझेर अविलम्ब त्यो व्यवस्था गर्ने कुरामा सरकार अगाडि बढ्ने छ। यो कुरा म तपाईहरु समक्ष निवेदन गर्न चाहन्छु। र त्यस्तै गरेर यहाँहरुले वक्ताहरुले पटक पटक भन्नु भएको छ र भूगोलको सवालमा मेरो रुकुममा आएको यो चौथो पटक हो। चौथो पटक आइरहँदा म पहिला समितिको तर्फबाट आउँदा केही पालिकाका केही वडाहरूमा म घुम्ने मौका अवसर मिलेको थियो। त्यति बेला म पुथा उत्तर गङ्गा गएको थिइनँ, तर घुमेर अनि सिस्नेमा म धेरै हाम्रो कृषि तथा वातावरण समितिको तर्फबाट हामी धेरै ठाउँहरूमा घुमेका थियौँ। र अहिले म पुथा उत्तर गङ्गाको विशेष गरेर तकसेरामा हिजो पुगे। त्यहाँ पुगिरहँदा एक हिसाबले सिङ्गो पूर्वी रुकुमकै नक्सा हाम्रो दिमागमा अब केवल उसमा नक्सामा हेरेर मात्र होइन, सिङ्गो भूगोल अब हाम्रो मानस पटलमै प्रवेश गरेको छ। यद्यपि विगतमा पनि गरेको थियो। रुकुमलाई हामीहरूले कति उच्च प्राथमिकतामा राखेका छौँ भन्ने कुरा म तपाईहरुलाई एउटा सामान्य दृष्टान्त मात्र सुनाउन चाहन्छु। जति बेला म अर्थमन्त्री थिएँ, म अर्थमन्त्री भइरहँदा त्योभन्दा अघिल्लो सालको रकम, अहिले हाम्रा दुवैजना मान्यहरू यही हुनुहुन्छ, पूर्वी रुकुमको प्रदेश सरकारको बजेट भनेको 52 करोड थियो। म अर्थमन्त्री भइरहँदा यहाँका मान्यहरूलाई राखेर पूर्वी रुकुमको कुन कुन वडामा बाटो पुगेको छैन,
यानी कुन कुन वडा सदरमुकामसम्म बाटो पुग्न सकेको छैन भन्दा उहाँहरूसित अन्तर्क्रिया गरेर 7वटा वडा उहाँहरूले जुन जुन ठाउँ भन्नुभएको थियो अहिले पनि 2 जना मान्यहरू यहाँ हुनुहुन्छ। एकजना बित्नु हो, एकजना कामले गर्दा छिटो अहिले बोलेर जानुभयो। उहाँहरू सबैसित मैले सल्लाह लिएर त्यति बेला 7वटा वडामा यथेष्ट बजेट छुट्याइएको थियो र त्यति मात्र होइन, यहाँको आवश्यकता अनुसार बजेट छुट्याएर त्यो 52 करोडको बजेटलाई म अर्थमन्त्री भएकै बेला 84 करोड पुर्याइएको थियो। तपाईहरु त्यो रातो किताब अहिले पल्टाएर हेर्न सक्नुहुन्छ। प्रदेश सरकारले पूर्वी रुकुमलाई प्राथमिकतामा राखेको छ कि छैन भन्ने कुरा यसैबाट पनि तपाईहरुले निष्कर्ष निकाल्न सक्नुहुन्छ। यही चालू आबमा पनि 82 करोड रुपैयाँ अहिले पनि पूर्वी रुकुममा आएको छ र अहिले धमाधम कामहरू अगाडि बढिरहेका छन्। स्वाभाविक रूपमा हो, भूगोलको कारणले तपाई हामीले चाहे जति हुन सकेको छैन, यो सच्चाइलाई म मान्छु। तर के यो अवधिमा पूर्वी रुकुममा संघीय सरकारको तर्फबाट, प्रदेश सरकारको तर्फबाट, स्थानीय सरकारबाट के काम नभएकै हो त? यहाँहरूले एक फेर पुराना दिनहरूलाई फर्किएर आत्म समीक्षा गर्नको निम्ति पनि म आग्रह र अनुरोध गर्न चाहन्छु। मलाई थाहा छ 42-43 सालतिर म विद्यार्थी केटा बालकै थिएँ। त्यति बेला म घरबाट अलि टाढा दाउरा खोज्न जाने भन्ने चलन थियो हाम्रो। त्यो अर्घाको हिलेदेखि यहाँ धेरै तपाईहरुलाई थाहा छैन, कतिपय त्यो बाटो हिँड्नु भएको भए स्मरण गर्न पनि म अनुरोध गर्छु। त्यति बेला एउटा झुकेना भन्ने ठाउँ थियो, त्यहाँ बारीहरू प्रशस्त थिए। यताबाट नुन र चामल लिन गएका ती भेडाहरू, भेडाको बथान, अनि गएर ती खच्चडहरू 42-43 यी कहाँ जाने हुन् भन्दा हाम्रा अग्रजहरूलाई सोध्दा रोल्पा रुकुम जाने हुन्। यिनले के बोकेर आएका छन् भन्दा खाद्यान्न बोकेर आएका छन्, नुन बोकेर आएका छन् भन्दा भन्ने गर्नुहुन्थ्यो। यदि उहाँहरूले मलाई नढाँटेको भए भने आज परिवर्तन जे जति भएको छ, आज रुकुममा जे जति विकास भएको छ त्यो 46 पछिको विकास होइन र अझ भन्ने हो भने विशेष गरेर 62-63 पछिको विकास होइन र। आज चाहे त्यो बाटोको सवालमा कुरा गर्नुहोस्, आज चारैतिर बाटाहरू निर्माण भएका छन्। आज मध्य पहाडी लोकमार्गले हामी सिङ्गो पूर्वी पश्चिम रुकुमको ढाडमा हामी मध्य ढाडबाट अहिले यो सडक अगाडि बढिराखेको छ भने अनि यता फेरि उत्तर दक्षिण उगार्दै छेड्दै शहीद मार्ग अगाडि बढिराखेको छ। अन्य लिन सडकहरू अनगिन्ती खुलेका छन्। हो, भूगोलको कारणले हाम्रा 2वटा खास गरेर उत्तर गैया नदी र त्यसपछि
सानो भेरी र ठुलो भेरी जुन हाम्रा यी नदीहरू हुन्, यी नदीका कारण कतिपय बस्तीहरूमा हामी बर्खामा सहज पुल नभएका कारण गर्न सकिराखेका छैनौँ। यो यथार्थ सच्चाइ हो। आज धेरै वडाहरूमा बर्खामा हाम्रो पहुँच पुग्दैन। विद्यार्थीहरू सहज ढङ्गले विद्यालय जान सक्ने अवस्था छैन। यो हामी बुझेका छौँ। तर साधन स्रोत हामीसँग सीमित छ। तर हामी कामहरू अगाडि बढाउँदै प्रदेश सरकारको तर्फबाट अगाडि बढिराखेका छौँ। मलाई लाग्छ स्थानीय सरकार पनि आफ्नो तर्फबाट सकी नसकी अगाडि बढिराखेको छ। पालिका प्रमुखहरूसित भेट हुँदा उहाँहरूका आफ्नै गुनासाहरू छन्, मैले सुन्ने गरेको छु, बुझ्ने गरेको छु। किनकि हामीसँग साधन स्रोत भनेको अत्यन्तै सीमित छ। त्यो सीमित साधन स्रोतले धेरै जनताको भावनालाई सम्बोधन गर्न पर्ने छ। हामीलाई आजको भोलि चाहिएको छ। आजको भोलि हामी त्यो पुरा गर्न सक्ने अवस्थामा हामी छैनौँ र त्यो धैर्यता राख्ने बानी पनि कता कता हामीसँग त्यो टुटिसकेको छ। त्यसो भएर विनम्रताका साथ म अनुरोध गर्न चाहन्छु, तपाईहरूले योजना छनौट गर्दा पनि प्राथमिकीकरणको आधारमा तपाईहरूले छनौट गर्नुभयो भने त्यो सङ्घीय सरकारको निम्ति, प्रदेश सरकारको निम्ति र स्थानीय सरकारको निम्ति काम गर्नको निम्ति सहज वातावरण बन्नेछ। र धेरै हामी खास गरेर भौतिक पूर्वाधारको क्षेत्रमा धेरै फड्को मारेको छ। यही हेर्नुहोस् त, यही रुकुमकोटको 74 सालभन्दा पहिलाको अवस्था के थियो? 74 सालपछि अहिले यो 82 सालसम्म आउँदा यहाँ कति आमूल परिवर्तन भइसकेको छ। यो परिवर्तन नदेख्ने, यसलाई परिवर्तन विकास भएको भनेर नभन्ने, एउटा सामान्य स्वास्थ्य चौकीबाट हामीले सेवा लिएका थियौँ। आज त हेर्नुहोस् त, यो आलिशान 50 शैय्याको हस्पिटल बनेको छ। के रुकुमला प्रदेश सरकारले प्राथमिकतामा नराखेको हो? म 74 देखिको अनि सांसद हुँ। लगातार मेरो 8 वर्ष बित्दैछ। त्यो संसदभित्रको पनि म एउटा जे भनौँ त्यो गर्ने ठाउँमा म हिजो सांसद मात्रै हुँदा पनि थिएँ। तर त्यति बेला हामी छलफल गर्थ्यौँ, पहिलो प्राथमिकता हामीले पूर्वी रुकुमलाई दिनुपर्छ। त्यसको तुलनामा हाम्रा जिल्लाहरू सुगम छन्। 1-1.5 घन्टा 2 घन्टामा बुटोलै पनि झर्न सकिन्छ। भएन ओइ स्वास्थ्य मन्त्रीले भन्नुभयो, मेरै जिल्लामा 43 सालमा बनेको भवनबाट त्यहाँ अहिले पनि मेरा दाजुभाइ दिदीबहिनीहरूले अहिले उपचार लिइरहनु भएको छ। पाल्पा स्वास्थ्य मन्त्रीकै जिल्ला हो, स्वास्थ्य मन्त्रीकै जिल्ला हो। तर उहाँको पनि अहिलेसम्म यो खालको भवन हामी बनाएका छैनौँ। तर त्यहाँ बनाउन आवश्यक छ। हामीले रोल्पा बनायौँ, रुकुम बनायौँ, अब हामी बल्ल त्यहाँ बनाउँछौँ। सरकारले पनि प्राथमिकतामा राखेर हामी कामलाई अगाडि बढाएका छौँ। किनकि पिछडिएको क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्छ भनेर सरकारले पनि त्यो लक्ष्य र उद्देश्य बोकेर अगाडि बढिराखेको छ। त्यस मानेमा मैले बनाउन नसकेर नबनाएको होइन। म मुख्यमन्त्री हुँदा त आदेशकै भरमा स्वास्थ्य मन्त्रीले यति बजेट छुट्याउनुहोस् भनेपछि चाहिँछुँ काहीँ गर्न पाइँदैन। मुख्यमन्त्रीले भनेको नमाने 1 मिनट पदमा बस्न पाइन्न। हाम्रो संसदीय सिस्टम त्यही छ। तर त्यसो त हामी गरेनौँ नि। उहाँकै हातमा डाडु पर्नुमा थियो। त्यो पाल्पा यही भवन बन्न 67 करोड लाग्छ अहिलेको इस्टिमेटमा। हिजो तपाईँहरूको यो अलि सस्तो बेलामा थियो र सायद यो 47 करोडको लागतमा भयो। पछि टेन्डरमा जाँदाखेरि अलि तल झऱ्यो।
अहिले त्यही बढेर 67 करोड पुगेको छ। त्यसो भएर स्वास्थ्य क्षेत्रमा पनि धेरै काम भएको छ। मैले हेरेँ हिजो त्यही पुथा उत्तर गङ्गामा धमाधम 15 शैय्याको हस्पिटल निर्माण भइराखेको छ। ओडा ओडामा स्वास्थ्य चौकीहरू सबै ठाउँ बनिसकेका छन्। अनि बिहान आएर धुमेमा हेरेँ त्यहाँ पनि काम अगाडि बढिसकेको छ। त्यो 15 शैय्याको हस्पिटलको बन्न थालेको भवन त्यही हो भनेर साथीहरूले देखाउँदै हुनुहुन्थ्यो। पनि स्वास्थ्य क्षेत्रमा पनि यो बीचको अवधिमा धेरै फड्को मारेको छ र यही पनि नयाँ नयाँ सेवाहरू तपाईहरू प्राप्त गर्नुभएको छ। आज धेरै जिल्ला अस्पतालहरूमा यो खालको डेन्टल सेवा सुविधा अरू जिल्ला अस्पतालहरूमा छैन। तपाईहरू गएर हेर्न सक्नुहुन्छ। तर हामी यो पूर्वी रुकुमलाई प्राथमिकता दिनुपर्छ। त्यहाँको एउटा दाँत दुखियो बिरामी दुगुर्दै अनि कि पश्चिम रुकुम कि त अनि दाँत झर्ने त्यो अवस्थाबाट मुक्त गर्नुपर्छ भनेर डेन्टल सेवा हामीले यहाँ प्रदान गर्यौं। अहिले तपाईहरुको दाँत भोर्न पर्यो भने तपाईहरुलाई दान धाउनु पर्दैन। यही सेवा लिइरहनु भएको छ। त्यति मात्र होइन, यी अनि भर्खरै सुन्नुभयो सुत्केरीहरूलाई ल्याएर पहिले एक हप्ता पहिले ल्याएर अनि त्यहाँ भर्ना गरेर राख्ने। यदि एक हप्ता पहिले हामीले त्यहाँ राख्यौं भने मलाई लाग्छ हेलिकप्टर तपाईहरुलाई आवश्यक पर्दैन। किनकि डाक्टरले त्यहाँ दैनिक हेर्नुहुन्छ। हेरिसकेपछि यहाँ हुनै नसक्ने परिस्थितिको उहाँहरूले निष्कर्ष निकाल्नु भयो भने समयमै अनि अर्को हस्पिटलमा यहीँबाट उहाँहरूले पठाउनुहुन्छ। त्यसले गर्दा पनि यो पनि तपाईहरुको निम्ति एउटा उन्नत खालको सेवा प्रदान हुँदैछ भन्ने कुरा यहाँहरूले यसरी बुझ्नको निम्ति म अनुरोध गर्न चाहन्छु। अर्को मनोपरामर्श सेवाको कुरा त यहाँ धेरै भइसके। त्यो पनि नित्यान्तै 14वटै प्रादेशिक अस्पतालमा यो पहिलो पटक तपाईहरुको रुकुमबाटै यो सुरुवात हुँदैछ। यी दुईटा कार्यक्रमहरू नित्यान्तै नयाँ सुरुवात हुँदैछन् भने कि यो क्षेत्रमा काम नभएको हो त? स्वास्थ्य क्षेत्रमा के हामी कुनै प्रगति गर्न नसकेको हो त? सरकारले प्राथमिकता नदिएको हो त? दिएको छ। तर यति नै सरकार पनि सन्तुष्ट छैन। मैले भनिसके हामी सबै प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ सेवा प्रदान गर्न सकिराखेका छैनौं। त्यो नसक्नुको पछाडिको कारण भनेको यथेष्ट जनशक्ति नहुने र त्यो भएको जनशक्ति पनि सहरमुखी भएको कारणले गर्दा यो सिर्जित समस्या हो र यो सबैको आम सामूहिक समस्या हो भन्ने हामीले बुझेका छौं। र यसलाई कसरी हुन्छ कम भन्दा कम समस्या हुने गरी हामी अगाडि बढ्न कोसिस गरिराखेका छौं। अहिले केही डाक्टर साहबहरू एमडी गरिसकेपछि छात्रवृत्ति करारका डाक्टर साहबहरू आउने गर्नुहुन्छ। अहिले सोझै हाम्रा स्वास्थ्य मन्त्रीले भन्ने गर्नुहुन्छ, तपाई फल्ना ठाउँ जाने भए जानुस्, नत्र फर्केर तपाई जहाँबाट आउनु भएको हो त्यही जानुस् भनेर रुखो वचन पनि गर्नु भएको छ। त्यति हुँदा हुँदै कतिपय गाउँ गएका छन्, कतिपय जान मानिराखेका छैन। हामी हिजो पुथा उत्तर गङ्गाको अध्यक्षज्यूलाई वचनबद्धता जाहेर गरेका छौं। तपाई यो हस्पिटल तपाई पुरा गर्नुस्। जनशक्तिको सवालमा डाक्टर पठाउने सवालमा प्रदेश सरकारले व्यवस्था गर्नेछ भनेर हामीले वचन दिएर आएका छौं। हामी गर्छौं।
त्यसो भएर स्वास्थ्य क्षेत्रमा पनि हामीले धेरै फड्को मारेका छौँ र त्यस्तै गरेर शिक्षा क्षेत्रमा पनि धेरै कामहरू प्रदेश सरकारको तर्फबाट यही रुकुमकोटमा पनि हामी गरेका छौँ। त्यस्तै गरेर भूमिमा हामी पनि अगाडि बढाएका छौँ र पुथा उत्तर गङ्गामा पनि हामी अगाडि बढाएका छौँ र कतिपय हामीले लगानी गर्यौँ तर त्यसलाई निर्णायक तहमा हामी पुर्याउन सकेका छैनौँ। जुन हामी प्राविधिक शिक्षालय खोल्ने भने हामीले भवन निर्माण गर्यौँ तर त्यसलाई अन्तिम चरणमा पुर्याउन सकिरहेका छैनौँ। त्यो पुर्याउने काममा पनि प्रदेश सरकार लाग्नेछ र यसरी शिक्षा क्षेत्रमा, भौतिक पूर्वाधारको क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, सामाजिक क्षेत्रमा यो पूर्वी रुकुममा प्रदेश सरकारको तर्फबाट 74 सालदेखि अहिलेसम्म सरकारको तर्फबाट धेरै कामहरू हामी अगाडि बढाएका छौँ र ती अगाडि बढेका कामहरूलाई सम्पन्न गर्ने दिशातर्फ प्रदेश सरकार अगाडि बढिरहेको छ र कतिपय नयाँ योजनाहरूलाई कसरी अगाडि बढाउने भन्ने सवालमा पनि प्रदेश सरकार गम्भीर भएर अगाडि बढेको कुरा म निवेदन गर्न चाहन्छु। कतिपय इस्युहरू यस्ता छन् जुन फेरि हामी पनि तपाईहरूले जस्तै मागको रूपमा सङ्घीय सरकारसित उठाउँदै आएका छौँ। आज 12 किलोमिटर यो मध्य पहाडी राजमार्ग 12 किलोमिटर जुन बीच खण्ड हाम्रो बाँकी रहेको छ त्यो पिच नहुँदा तपाईँ हामीले दुःख झेलिराखेका छौँ, भोगिराखेका छौँ र हामीले पटक पटक सङ्घीय सरकारसित त्यसका लाइन एजेन्सीहरूसित हामी छलफल र बहस गरिराखेका छौँ र यसलाई अविलम्ब यो 12 किलोमिटर जुन सडक छोडिएको छ यसलाई पिच सङ्घीय सरकारले पिचको कामलाई अगाडि बढाएर यो सम्पन्न गर्नुपर्छ भनेर हामी प्रदेश सरकारको तर्फबाट हामीले माथि कुराहरू उठाइराखेका छौँ र दबाब दिने काम गरिराखेका छौँ। त्यस्तै गरेर शहीद मार्गलाई पनि जुन सुरु बिन्दु र लास्ट बिन्दुसम्म यसलाई काम अगाडि बढाइएको हो र ट्र्याक खोलेर स्तरोन्नति गर्ने काम अगाडि बढाइएको छ। अस्ति यो बीचमा जुन सडक विभागले एउटा विज्ञप्ति बाहिर फाल्यो त्यो सवालमा प्रदेश सरकारको गम्भीर रूपमा ध्यान आकर्षण भएको कुरा हामी भौतिक पूर्वाधार मन्त्रालय सङ्घको भौतिक पूर्वाधार मन्त्रालयमा गम्भीर रूपमा हामीले उठाएका छौँ र यो शहीद मार्गलाई अन्तिम बिन्दुसम्म जहाँसम्म हिजो काम गरेको हो शहीद मार्गको नाममा त्यहाँसम्म लानुपर्छ। अहिले बाटो घटाउन पाइँदैन भनेर प्रदेश सरकारको तर्फबाट माथि दबाब दिने काम हामी गरिराखेका छौँ र भोलि पनि हामी गर्नेछौँ। र आज कतिपय पुलहरू प्रदेश सरकारले मात्रै निर्माण गरेर यी दुईवटा जुन सानो भेरी र ठुलो भेरी भनेर तपाईँहरूले भन्ने गर्नुहुन्छ, प्रत्येक वडामा एउटा दुईटा पुल निर्माण गर्न पर्ने अवस्था हामीले देखेका छौँ। तो स्थानीय पालिका र अनि प्रदेश सरकारले मात्रै ती पुलहरू निर्माण गरेर पुलहरू यहाँ सम्पन्न हुन सक्दैनन्। ती पुलहरू निर्माण गर्नको निम्ति पनि सङ्घीय सरकारसित हामी जोरदार रूपमा दबाव सिर्जना गर्नेछौँ र गर्दै पनि आइरहेका छौँ र हाम्रो तर्फबाट हामी के कति गर्न सक्छौँ त्यो कामलाई पनि हामी अगाडि बढाउनेछौँ। यो कुरा म तपाईँहरू समक्ष निवेदन गर्न चाहन्छु। र अन्त्यमा आज जुन हामीले यो भवन विधिवत रूपमा उद्घाटन गरेका छौँ, प्रदेश सरकारले लगानी गरेको छ। यो सम्पत्ति भनेको तपाईँहरूको हो। यसको संरक्षण गर्ने, यसलाई राम्रो बनाउने, यहाँ काम गर्ने चिकित्सा कर्मीहरूलाई उत्साहित गर्ने, प्रोत्साहित गर्ने त्यो जिम्मा तपाईँहरूको।
यसको संरक्षण गर्न सक्नुभयो, भोलि गएर हाम्रा शाखा सन्ततिहरूले सहज ढङ्गले यसको सेवा लिनेछन्, तपाईँ हामीले लिनेछौँ। यदि यसलाई हामी माया गर्न सकेनौँ, माया गरेर यसलाई मेरै घरको पुँजी हो, सम्पत्ति हो भन्ने ठानेनौँ भने मलाई लाग्छ सरकारले एकछिनलाई जति राम्रो गरिदिए पनि त्यो भोलि गएर खण्डहर बन्नेछ र त्यो खण्डहरबाट प्रवाह हुने सेवा त्यो जनमुखी हुन सक्दैन। त्यो जनमुखी बनाउनको निम्ति पनि समुदायको पनि उत्तिकै भूमिका, जिम्मेवार भूमिका हुन जरुरी छ। त्यसो भएर तपाईँ हामी सबै जिम्मेवार बनेर हामीले जे जति अहिले विकास निर्माणको नाममा लगानी गरेका छौँ त्यो सम्पत्ति सबै हाम्रो हो भन्ने त्यो भावनाका साथ सबै एक मना एकताका साथ अगाडि बढौँ। यिनै कुराहरू तपाईँहरू समक्ष राख्दै यहाँहरूले आज हामीहरूलाई आमन्त्रण गरेर यहाँका विशेष गरेर समस्याहरूको बारेमा बुझ्ने र हाम्रा कुराहरू पनि सुनाउने जुन अवसर यहाँहरूले प्रदान गर्नुभयो त्यसको निम्ति म विशेष गरेर अस्पताल विकास समितिका अध्यक्ष लगायत सिङ्गो अस्पताल विकास परिवार र यहाँका नेसुल लगायत सिङ्गो चिकित्सा कर्मी टिमलाई म प्रदेश सरकारको तर्फबाट र स्वयं मेरो व्यक्तिगत तर्फबाट हार्दिक हार्दिक धन्यवाद भन्दै यो अस्पतालको उत्तरोत्तर प्रगतिको कामना गर्दै तपाईहरुको साथमा सदैव प्रदेश सरकार तपाईहरुको साथमा छ भन्ने कुरा जाहेर गर्दै मेरा भनाइहरू यही अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।